लोकेसन कहाँ राख्यो तपाईँले? भन्दा लोकेसन कहाँ राख्यो तपाईँले? लोकेसन कहाँ राखेको भन्नु? कहाँ त्यहाँ छ? लोकेसन त्यहाँ छ। ल हेर ल ल लोकेसन यहाँ राखेर अनि त्यहाँ भनेर हुन्छ भने तपाईँको बोली त कस्तो फेरि मान्छेले याद आयो मलाई। तपाईँको बोली त कस्तो फेरि मान्छेले याद आयो मलाई। यहाँ हो सबै बाहिर ल मेरो गर्लफ्रेन्ड भयो। नलिने नलिने मेरो गर्लफ्रेन्डलाई छुट ल। होइन होइन पर्दैन। हेलो गाइस, धेरै समयपछि आज म नाइट भ्लगमा निस्केको छु। आजको भ्लग चाहिँ एकदम भयङ्कर खतरा हुनेवाला छ है, त्यसैले इन्जोय लिनु होला। शेषमती पुलभन्दा वरै भनेपछि त अलिकति तलै त छु नि त अनि है त। हरियो 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 ए लुङ्गी लाउनु भएको छ? हरियो लुङ्गी होइन? आज तपाईँ भेट्दैन क्या मैले। ए यता 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 लोकेसन कहाँ राख्यो तपाईँले? भन्दा लोकेसन कहाँ राख्यो तपाईँले? भन्नु लोकेसन कहाँ राखेको भन्नु? कहाँ त्यहाँ छ? लोकेसन त्यहाँ छ। ल हेर ल ल अहिले ल हेर्नु म कहाँ आछु। ल ल लोकेसन कहाँ छ? ल हेर्नु यहाँ यो बी भयो होइन, हामी जानुपर्ने। अनि कहाँबाट कहाँ आइपुगिसकेँ म। हुन्छ बस्नु। ल ल बस्नु राम्रोसँग। लोकेसन यहाँ राखेर अनि त्यहाँ भनेर हुन्छ भने तपाईँको बोली त कस्तो फेरि मान्छेले याद आयो मलाई। तपाईँको बोली त कस्तो फेरि मान्छेले याद आयो मलाई। म तपाईँको बोयफ्रेन्ड थियो क्या पहिलाको जन्ममा। के अहिले जबमा जान थाल्नु भयो? सबै बाहिर छन्, चाबी मसँग छ, यहाँ दिमाग खराब भइसक्यो। के दोहोरी हो? के गीत गाउनुहुन्छ? एकाउन्टेन्ट हो? घर कहाँ तपाईँको? धादिङ हो? यहाँ चाहिँ को बस्नुहुन्छ त? कतिजना? 2 जना। कति वर्ष भयो त यता काम गर्नु भयो? धेरै भएको छैन। के थरी हो? छेत्री हो? ओहो छेत्री त मेरो क्रस हो नि त फेरि। छेत्रीसँग त मायाको आँसु गाँसु लाग्छ क्या। हो भने मेरो भाइ तपाईँ र मेरो लभ स्टोरी चल्छ क्या अब। हो र? त्यसो भए मलाई बनाऊ नि त। ए है मलाई बोयफ्रेन्ड बनाऊ न त। मलाई बोयफ्रेन्ड बनाउँछौ? तिम्रो बोयफ्रेन्डले भन्दा म धेरै सुख दिन्छु तिमीलाई। सुख दिनु परेन, मायाले पुग्छ। हो माया दिउँला नि त। तिमीलाई आउने जाने दिनकै म ओसार पोसार गर्छु। पहिला चान्स त दिएर हेर। पहिला चान्स त दिएर हेर, त्यसपछि कुरा गर्ने हो नि।
फोन गरेर मेरो प्यारा आउनुहोस् है भन्दाखेरि म खुर्र कुदेर आउँछु नि। बेलुका भइहाल्छ नि। हेरौँला घरको बुढीले फोन उठाउने होला मेरो बुढालाई फोन गर्ने भनेर होइन लास हँसाउनु भयो तपाईँले यार। अनि त्यही त हो नि आजभोलिको मान्छेको घरमा बुढी हुन्छ बाहिर तरुनी खेलाएर हिँड्छ। किन मेरो बुढी छ जस्तो लाग्छ हो? बुढी छ होला त नहुने पो भन्छ छ होला जस्तो लाग्छ। किन नि म त्यस्तो बुढो देख्छु र? नाइन मैले बुढो हुनुभयो भनेन कि घरमा छ बुढी। तपाईँ कति वर्ष पुग्नुभयो? म त 21 वर्ष भएँ। भर्खर 21? ए म त 22 हो नि त। 21 22 1 वर्ष जेठो त हुनुभएको छ। 22 चाहिँ होइन, तिमी भन्दा म लगभग 5-7 वर्षको दाइ चाहिँ होला। दाइ चाहिँ होला? ठिकै त हो नि। मेरो उमेर भनेको भर्खर अहिले 28 पुग्यो। तिम्रो 21 भनेको त छोरी मान्छे एकचोटि बिहा गरेर बच्चा पाउने बित्तिकै त खर्लाप्पै बुढी हुन्छ त फेरि। सबै एउटै हुँदैनन् ल, सबै बुढी हुन्छन् भन्ने छैन। हुन्छ ल भनेपछि आजबाट मेरो गर्लफ्रेन्ड होइन त? ठिक छ। त्यहाँ दुनियाँ तरुनी हाल्दै तिमीले यस भनिदेऊ। कहाँ हो? हजुर कहाँ हो? ठ्याक्कै कुमारी ब्याङ्कको अपोजिट साइड। कुमारी ब्याङ्क कतापट्टि? हुन्छ अब ल भइहाल्छ नि। ठिक छ हुन्छ। दिनकै तिमीलाई बोक्ने अब। मेरो प्यारा भनेर बोलाएन भने त को आउँछ त नि? कतापट्टि? कहाँ यहाँ हो? ल ठिक छ ल। अब मेरो गर्लफ्रेन्ड भयो। नलिने मेरो गर्लफ्रेन्डलाई छुट ल। होइन पर्दैन भने अब गर्लफ्रेन्ड भएपछि कसले पैसा लिन्छ? अहिले फेरि हान्छु है फेरि। अहिले फेरि हान्छ है म फेरि। हुँदैन नि। छैन के? पर्दैन पैसा पर्दैन के? मेरो गर्लफ्रेन्ड भएपछि किन मान्नु त? गर्लफ्रेन्ड बन्छु भन्नेसी त कसले पैसा लिन्छ त? है ल मेरो गर्लफ्रेन्ड भयो। सेट